हेलो हजुर नमस्ते गुड मर्निङ आज चाहिँ हामी ट्याङ्ग्रा मेलामा आएको छौँ हैन ट्याङ्ग्रा मेलामा देख्न सक्नुहुन्छ भिड आज विशेष गरेर के रे ट्याङ्ग्रा मेलाको दिन हैन मेला भरेर चाहिँ हामी अब फर्किँदै गरेको पूजा गर्नेहरुको अझै भिड छ यस्तो धेरै भिड छ है यो लाइन के हो तल चोकै पुगाइ तल चोकैसम्म होला हौ दामी दामी छ डलहरु खेलाउने कुराहरु चाहिँ पूजा गर्नेहरुको भिडियो अझै खच्चाखच छ है यहाँनिर चाहिँ एउटा विश्वासको प्रथा छ बैगुन चढाउँदाखेरि चाहिँ आफ्नो रोग कष्टहरू हराउँदै जान्छ हैन मुसाहरू निस्केछ भने मुसाहरू हराउँछ भने चाहिँ एउटा पहिलेदेखि मानिआएको एउटा प्रथा छ त्यही भएर चाहिँ पूजा गर्नेहरुको भिड छ भक्तजनहरुको हैन देख्न सक्नुहुन्छ त्यो माथि मन्दिरदेखिको तलैसम्म यतिकै लाइन हो है पैसा पर्ने भए त सबैले गरिहाल्थ्यो नि त साथीहरूलाई कतिको मनपर्छ है बाबा यो लाइन कहिले सक्ने होला चस्मा किनेको देखाइदिनु साथीहरु हामीले चाहिँ चस्मा किन्यौ हैन कालो मान्छेलाई कालै खालको है तपाईहरु पनि आउनु होला किन्नुको लागि सस्तो छ राम्रो छ हैन यहाँ झन् क्युट देखेको छ बेबीले गुडियाले यता हेर्दा ए समीले त ल जाऊ के अरे बाहुनले च्याउ खास् न च्याउको स्वाद पाओस् भनेको जस्तै हो क्या खाएको भए पो थाहा हुन्छ त्यही त त्यो पिठोको मात्रै त के किन्ने हौ आमामा त्यत्रो महँगो पानीको बोतल है ल हाम्रो मामाहरूले चाहिँ मिलाउँदैछ है लाइनलाई लाइनमा पनि ट्राफिक नियम पालन गरेन भने कारबाहीमा परिन्छ अझ म त छिटै हाल्नु खोजेको धेरै वर्षपछि आज ट्याङ्ग्रा मेला घुम्न आइयो 67 सालदेखि आएको आज आइयो 82 सालमा रमाइलो लाग्यो है पहिलेभन्दा धेरै रमाइलो रहेछ अहिले
बहिनी बोलाउँदैछ दादाले बहिनीलाई। कहाँ खिच्यो शीतलमा? भेडाले बोल्दैछ, भेडाले देखाउनु न। अवस्था होइन भाटभटेनी जाँदैछौँ। अब क्यामेराम्यानलाई चाहिँ थाहा छैन यहाँनिर के अरे इटेल चोका लिएर छोडिदियो भने पनि हराइजान्छ होइन। ट्याङ्ग्रा मेला पनि आज पहिलोचोटि आएको। दिदी भेडालाई पहिलो मेला आएर क्या पहिलोचोटि आएको ऊ होइन। म त अब पहिले पनि आएको। अब अहिले चाहिँ अनि मेलासेला भरिसकेर पूजासुजा गरिसकेर होइन भाटभटेनीतिर हिँडेको है घुम्नुको लागि। माक्सी कहिले खोल्दैन हौ यताउता हिँड्दा? म त 67 सालमा म चाहिँ मर्छु गुम्सेर। एक सरले देख्छ भनेर हो क्या हो। कोनी हामी चाहिँ आज टेङ्ग्रा मेला घुमेर अब भाटभटेनी घुम्नु जाँदैछौँ। अनि खेलाउने देखाइहाल्छ अरू अनुहारभन्दा पनि अगाडि। ल अब हामी चाहिँ बैगुने मेला भरिसकेर होइन चट्ट पूजासुजा गरिसकेर चाहिँ अब भाटभटेनीतिर लाग्दैछौँ। यता पूर्वदेखि अब दसैँतिर लाग्दै गरेको कङ्गटा जाँदैछ कङ्गटा। ए अस्ति आगो लागेको ठाउँमा हेर्ने होइन पर्खा सेन्टर प्लाजा लेखेको हो त यो? हो त यो? तर मलाई यहाँ छोड्छ कहीँ जानुपर्छ। यहाँबाट गाडीले धरान धरान भन्यो। होइन गाडी त गाडीमा त हो कि रुको जरा सबर करो बिस्तारै आओ। हामी चाहिँ अब भाटभटेनीतर्फ लाग्दै गर्दैछौँ है। ल सरसँगले अस्ति अब आगा लागि भएको चाहिँ यही बिल्डिङ हो सेन्ट्रल प्लाजा है। अस्ति के भएर आगा लागि भएको त यो? वायरिङ सर्ट हो? त्यही त इलेक्ट्रिक सर्ट हो कि जस्तो जस्तो त लाग्दै थियो क्या मलाई यो आगा लाग्दै। नभए हतापत आगा लाग्दैन कि अब किचनबाट निस्किनु पर्यो होइन। अस्ति आगा लागि भएको चाहिँ यही हो होइन। अहिलेसम्म बनाएको चाहिँ रहेन रहेछ सेन्ट्रल प्लाजामा। अस्ति आगा लागि भएको यो आगा लागि भएर बिचारा यस्तो भएको रहेछ। ऊ देख्दैन ऊ त्यहाँ ऊ डढेको ऊ देख्दैनौ? अस्ति त्यो पुलिस चढेको यहीँबाट त अनि ऊ यहाँदेखि हो पुलिस चढेको अस्ति। धन्न यहाँ नगरपालिका नजिकै थियो र मात्रै होइन। खतरा गरी लागेको रहेछ है। ल इटरी चोक आयो। इटरी चोक गोर्खा डिपार्टमेन्ट ऊ त्यहाँ मोमो खाएको यो भित्र क्या यो भित्र पिराएको थिएँ क्या मैले मोमो खाउनुको लागि। पहिले त त्यो थिएन नि त। अनि यहाँनिर मिठो पाउँछ क्या यो भित्र पनि। कहाँनिर छ अरे दाइ?
हजुर विराटनगर स्ट्यान्डमा ए तल विराटनगरमै ए नमस्ते मोमो हाउस ल ठिक छ साथीहरू यदि तपाईँहरू विराटनगरमा हुनुहुन्छ भने नमस्ते मोमो हाउसमा एकचोटि भिजिट गर्नु होला त्यहाँको मोमो चाखेर हेर्नु होला तपाईँहरू बल्किनु हुनेछ है त म त गएको छुइनँ होइन तैपनि अब तपाईँहरूलाई भनिदिइराखेको म पनि जानेछु कुनै दिन कस्तो सुन्दैन गाइज हामी चाहिँ भातभटिनी आइपुगेको अवस्था अहिले हामी चाहिँ भातभटिनीको होटेलमा नास्ता खानु पसेको छौँ अहिले गाइज अब यहाँ फोटोको खिच्ने काम हुँदैछ है गाइज हामी चाहिँ अहिले भातभटिनी आइसकेको छौँ है हामी अहिले भातभटिनीको छेउमा हामी नास्ता खानु बसिरहेछौँ हजुरहरू पनि आइदिनु होला है यस्तो राम्रो छ सस्तो छ ए हजुरहरू हेर्नु सक्नुहुन्छ मोमोदेखि ल्याएर चिकनसम्म सबै पाउँछ हजुर हेर्नुहोस् है हजुर हामी अहिले भातभटिनी अगाडि छौँ यहाँ चाहिँ हाम्रो एकदम पकाउने भान्सा रहेछ हेर्नुहोस् हजुरहरूलाई यति भन्दै म अझै पनि भिडियो बनाउँछु दाइ तपाईँको नाम के हो भनिदिनु न यहाँको कुक हो तपाईँ कुक हो तपाईँ हेल्पर हो हेर्नुहोस् गाइज यहाँ हाम्रो दाइ दिदी बहिनी है सबैजना काम गरिराख्नु भएको छ यता हाम्रो साउनी होला होइन अनि त्यो तपाईँ साउनी हो हाम्रो चाहिँ अब चटपटेको परिकार आइसकेको छ होइन भेराइटी आइसकेको छ दिदीले मिठो बनाएर ल्याउनु मोमो है मोमो गाइस हामी चाहिँ खाएर यहाँदेखि हिँडेको है अब भातभटिनी छिर्छौँ हामी गाइस हेर्नु होला यति राम्रो होटेल छ हजुरहरू पनि भातभटिनी घुम्न आउँदाखेरि आउनु होला एकपल्ट आएर यसो घुमेर गइदिनु होला है हाम्रो यहाँ चाहिँ होटेलको साउनी हुनुहुन्छ हेर्नुहोस् आन्टी तपाईँको नाम के हो भनिदिनुहोस् न इन्दिरा राई हो इन्दिरा राई अङ्कल गणेश थिङ यति राम्रो साउनी हुनुहुन्छ हेर्नुहोस् आउनुहोस् घुमेर जानुहोस्
हाम्रो होटलमा एकपल्ट छिर्दिनु होला, खाएर टेस्ट गरिदिनु होला हैन? हजुर कस्तो हुन्छ? ल गाइज हामी चाहिँ निक्लिसक्यौँ है। यति राम्रो होटल छ, आइदिनु होला गाइज। हामी चाहिँ है भाटभटेनी इटहरी भाटभटेनी छिरिसकेको छौँ अवस्था। हामी चाहिँ भाटभटेनी छिरिसकेको छौँ। हेर्नुहोस् इटहरीको भाटभटेनी। गाइस इटहरीको भाटभटेनी चाहिँ यही हो है। आउनु होला घुम्नु। कहाँको भाटभटेनी भनेर नसोच्नु होला, इटहरी। हेर्नुहोस् हजुरहरूलाई सब देखाउने छु म। हेर्नु होला इटहरीको हाम्रो भाटभटेनी हेर्नुहोस्। हाम्रो इटहरीको भाटभटेनीमा यस्तो दामी दामी चिजहरू पाउँछ। हामी चाहिँ घुम्दैछौँ। गाइस हामी चाहिँ लेकमा चढ्दैछौँ है। भाटभटेनीको लेकमा चढ्दैछौँ है। हामी चढेर आउँदैछौँ है। हेर्नुहोस् उहाँहरू पनि आउँदै हुनुहुन्छ लेकमा चढेर है। चाहिँ इटहरीको भाटभटेनीमा हो। हेर्नुहोस् आउनुहोस् गाइज। समुद्र बाहिर राख्नुलाई हजुरको नाम भनिदिनु न। भन्दिनु न भनिदिनु। किन भन्नु मिल्दैन र? हो थ्याङ्क यू। गाइस हेर्नुहोस् लेकमा जाँदैछौँ हामी। तलदेखि आयौँ, अब माथिल्लो तलामा दोस्रो तलामा जाँदैछौँ। हेर्नुहोस् आउनुहोस् है, आउनुहोस् घुम्न आउनुहोस्। टाढादेखि आउँदै हुनुहुन्छ भने आउनुहोस्, रमाइलो ठाउँ छ। भाटभटेनी इटहरीको हाम्रो है रमाइलो ठाउँ छ। हेर्नुहोस् कपडा सपडाहरू छ।